ठ्याक्कै पिकनिक स्पट आइपुग्यो। अब म पनि देखाउँछ। पिकनिक स्पट आइपुग्यो ठ्याक्कै। अब हामी पकाएर खान्छौँ। हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी पिकनिक खानको लागि त्रिखण्डी जाँदैछौँ। टोटल चाहिँ हामी 20 जना मिलेर जाँदैछौँ। हामी चाहिँ पार्लर सिकेको टिमबाट सबैजना पिकनिक खानलाई भनेर गएको हो। 20 जना चाहिँ एउटै म्याजिकमा नअट्ने भएको भएर 2वटा म्याजिकमा 10 जना गरेर चढेर गएको थियौँ। मौसम पनि एकदम राम्रो भइरहेको थियो, तर अलि बेलुका भएपछि चाहिँ पानी पर्यो। स्विमिङ गर्ने पनि प्लान थियो, तर पानी परेर चाहिँ त्यो प्लान चौपट भयो। पिकनिक खाने ठाउँमा आइपुगेर चाहिँ हामी सामानहरू मिलाएर राख्यौँ। अनि त्यहाँनिर चाहिँ एकदम फोहोर रहेछ। अनि हामी सबजना मिलेर बडाकुँडा गरेर ओरेर अनि पकाउनको लागि सामान रेडी पार्दै गऱ्यौँ। भ्यू चाहिँ एकदम राम्रो थियो, डाँडा काँडा हरियाली। हामी त्यहाँ पुगेर सरसफाइ गरिसकेपछि कफी बनाएर अनि ब्रेड र जामसँग खायौँ। कुटाइ हुँदैछ पेस्टको लागि रोस्टको। अनि यता गफ हुँदैछ, यता फेरि पर्वल कटिङ हुँदैछ होइन। अनि हाम्रो यहाँ पिकनिकको रमाइलो भइरहेछ। अनि कस्तो भइरहेछ त पिकनिकको रमाइलो? हो, अनि पर्वल काट्दा कस्तो भिड भइरहेछ त। अहिलेसम्म पर्वल काट्ने आयो पर्वलै कति काट्दिन्छु भन्ने मान्छे चाहिँ उहीँ हो होइन। अनि अब के भन्नु, यता चाहिँ हाम्रो के भन्छ अरे ब्राउन पेपर टाइरहेछ। हजुर ठिकै रमाइलो भइरहेछ। तपाईँलाई लसुनको लगाएर पिकनिक खान आएको र पिकनिक खाने ठाउँ यही हो है। अनि के अरे कफी गयो पेटभित्र हो। अहिले एकछिनमा के जान्छ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। त्यसको लागि म्यारिनेट हुँदैछ ब्लग। अनि म चाहिँ यता मिक्स तरकारी पकाउनको लागि थालेँ। अनि त्यो कराई चाहिँ ब्राउन र पापड तारेको भएर हल्का कालो नि भएको थियो। त्यो कालो चाहिँ इग्नोर गरेर हेर्नु होला साथीहरू। अनि यता चाहिँ हाम्रो म्यामले रोस्ट तार्दै हुनुहुन्छ। ब्याकग्राउन्डमा दामी म्युजिक पनि बजिरहेको छ है साथीहरू। अनि यहाँ चाहिँ म्यामले एउटा गेम खेलाउनु भएको, तर एउटा स्टेप गरेको लास्टमा पुगेर चाहिँ अर्कै नयाँ स्टेप भनिदिइरहेको के।
टाइम भइरहेको छ अहिले चाहिँ। यो चाहिँ हाम्रो खाजा हो। दिवाली म मिक्स अचारवाली, म कपवाली, म रोस्टवाली, म चाहिँ पापड अनि हाम्रो खाना चाहिँ हामी चाहिँ यहाँ खानावाला हो। ल ल ल लाग्दैछ मासु मटन अचार बन्दैछ, अचार टमाटरको अचार। बिगड़ा हूँ मैं यूं, थोड़ा तू भी बिगड़ जा। अरे आगे बढ़ूं मैं थोड़ा, तू भी आगे बढ़ जा। हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्छ कृपया लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला।